हेलो एभ्रिवान, तपाईँहरूलाई स्वागत छ हाम्रो सिभिल एस्पिरेन्ट युट्युब च्यानलमा। आज चाहिँ हामी यो च्यानलमा पहिलो भिडियो इरिगेसनको जनरल इन्ट्रोडक्सनको बारेमा बनाएर चाहिँ हाम्रो च्यानल सुरुवात गर्दैछौँ। तपाईँहरूलाई पनि यदि नोटहरू चाहिएमा नोटहरूको सामान्यतया एक्सप्लेनहरूको भिडियो हेर्न परेमा अनि एमसिक्यूहरू चाहिएमा चाहिँ हामीलाई च्यानल सब्सक्राइब गरेर चाहिँ डिस्क्रिप्सनमा दिएको लिङ्कमा जोइन भएर चाहिँ हाम्रो ग्रुपमा जोइन हुन सक्नुहुनेछ। हाम्रो ग्रुपमा दुईटा ग्रुप छ। दुईटा ग्रुप भएर अलरेडी हाम्रो लगभग 1000 जना जोइन भएको र डेली एमसिक्यू प्र्याक्टिस गरिरहेको ग्रुप छ हामीसँग। वाट्सएप ग्रुप हुँदाहुँदै पनि अब युट्युबमा चाहिँ सुरुवात गर्नको लागि चाहिँ हामीले नयाँ च्यानल खोलेका छौँ, जहाँ चाहिँ तपाईँहरूले लोकसेवामा अलरेडी सिफारिस भएर सङ्घीय तहमा काम गरिरहनुभएका सरहरूले क्लास दिएर बनाएको नोटहरू चाहिँ हामीले तपाईँहरूलाई प्रोभाइड गर्नेछौँ। त्यसको लागि चाहिँ तपाईँहरूले हाम्रो च्यानललाई सब्सक्राइब गरेर चाहिँ भिडियो हेरिदिनु होला। आज चाहिँ हामी इरिगेसनको बारेमा केही भिडियो बनाउन गइरहेका छौँ। अब सुरुमा चाहिँ इरिगेसन भनेको के हो त? इरिगेसन भनेको चाहिँ यसलाई चाहिँ साइन्टिफिक अथवा आर्टिफिसियल रूपमा चाहिँ पानी वाटरलाई चाहिँ वाटरको एप्लिकेसन गर्नु त हाम्रो चाहिँ क्रपहरूलाई चाहिँ क्रप प्रोडक्टिभिटीको लागि चाहिने वाटरहरू अथवा इरिगेसन इज द डिफाइन्ड एज द आर्टिफिसियल एन्ड साइन्टिफिक एप्लिकेसन अफ वाटर टु फिल टु मिट द क्रप वाटर रिक्वायरमेन्ट। अब क्रप उत्पादन गर्नको लागि चाहिँ कति पानी चाहिन्छ, पानीको एप्लिकेसन गर्ने तरिकालाई चाहिँ इरिगेसन हुन्छ। जब हामी नेपालीमा चाहिँ सामान्यतया सिँचाइ भन्छौँ, पानी खेतीमा लगाउने तरिका। अब हामीले सिँचाइ चाहिँ किन गर्ने त? अब सिँचाइ हामीले चाहिँ अब क्रप प्रोडक्सन बालीको उत्पादन वृद्धि गर्नको लागि क्रप प्रोडक्सन गर्नको लागि सिँचाइ गर्न पर्यो। पानी परिरहेको छैन भनेपछि चाहिँ अब त्यो हामीले क्रपलाई चाहिँ वाटर रिक्वायरमेन्ट हुने खाना पकाउनको लागि चाहिँ पानी चाहिने हुँदा चाहिँ हामीले लेस रेनफल भएको बेलामा चाहिँ हामीले इरिगेसन गर्नु पर्यो। अनइभन डिस्ट्रिब्युसन अफ रेनफल विथ रेस्पेक्ट टु द टाइम। अब चाहिएको बेलामा पानी परेन भने अघिपछि पर्छ भने चाहिँ हामीले सिँचाइ गर्नु पर्यो। अनि कल्टिभेसन अफ सुपर क्रप अनि ग्रोइङ क्रप राउन्ड अफ इयर। अब क्रपलाई चाहिँ ग्रोइङ गर्नको लागि पनि चाहियो। अब वाटर इक्वल टु 100 युनिट हुन्छ। नेचुरली रेनफल चाहिँ 60 युनिट हुन्छ अनि आर्टिफिसियल चाहिँ 40 हुन्छ। अनि साइन्टिफिक अफ आर्टिफिसियल एप्लिकेसन अफ वाटर टु क्रप, अब यसलाई चाहिँ इरिगेसन भन्छ। साइन्टिफिक आर्टिफिसियल अथवा एप्लिकेसन चाहिँ वाटरलाई चाहिँ साइन्टिफिक अथवा आर्टिफिसियल रूपमा चाहिँ क्रपमा लगाउनलाई चाहिँ इरिगेसन भनिन्छ। अब पिएच भ्यालु अफ इरिगेसन वाटर, पिएच भ्यालु चाहिँ इरिगेसन वाटरको 6 to 8.5 हुनुपर्छ। इरिगेसन डज नट रिड्युस क्रप ग्रोइङ पिरियड। अब इरिगेसनले चाहिँ ग्रोइङ पिरियडमा चाहिँ घटाउन बढाउँछ चाहिँ। हामी एमसिक्यू हेरौँ। इरिगेसन क्यान बी डिफाइन्ड एज द साइन्टिफिक साइन्स अफ अप्सन ए आर्टिफिसियल एप्लिकेसन अफ वाटर, अप्सन बी आर्टिफिसियल एप्लिकेसन अफ वाटर टु क्रप, कन्जर्भेसन अफ रेन वाटर फर फ्युचर युज। अल हेर्दाखेरि चाहिँ सबै सेम लाग्छ, तर चाहिँ यसको एन्सर हो अप्सन बी आर्टिफिसियल एप्लिकेसन अफ वाटर टु क्रप्स। द मेन पर्पज अफ इरिगेसन, अब हामीले इरिगेसन गर्नुको मुख्य उद्देश्य के हो त? न्युट्रिटिजम अफ क्रप, नेभिगेसन्स, हाइड्रो इलेक्ट्रिसिटी जेनरेसन, अहिले अब यसको चाहिँ अप्सन ए हुन्छ एन्सर। एमसिक्यू नम्बर 3, द पिएच भ्यालु अफ इरिगेटिङ वाटर। अब हामीले सिँचाइ गर्ने पानीको पिएच भ्यालु कति हुनुपर्छ त? अप्सन ए 6 to 7, अप्सन बी 6 to 8.5, अप्सन सी 7 to 10, अप्सन डी मोर देन 11। यसको चाहिँ सही एन्सर हो अप्सन बी 6 to 8.5 हुनुपर्छ। अब हामीले इरिगेसन गऱ्यो भने के फाइदा हुन्छ त? एडभान्टेज अफ इरिगेसन के छ त इरिगेसनका फाइदाहरू? यसले चाहिँ क्रप प्रोडक्सन इन्क्रिज गर्छ। इलिमिनेसन अफ मिक्स फार्मिङ, दुईटै खेती सँगै गर्न सकिन्छ। डोमेस्टिक एन्ड इन्डस्ट्रियल सप्लाईको लागि सजिलो हुन्छ। इकोनोमिक डेभलपमेन्ट हुन्छ। जनरल अफ जेनेरेसन अफ हाइड्रो इलेक्ट्रिसिटी, विद्युत पनि उत्पादन गर्न सकियो। अनि नेभिगेसन हुने भयो। त्यसपछि प्रोटेक्सन फ्रम फेमिन, अब रोग किरा लाग्नबाट चाहिँ बचाउने भयो। अब डिसएडभान्टेज, हरेक कुराको एडभान्टेज मात्रै हुन्न, अब डिसएडभान्टेज पनि हुन्छ। के छ त इरिगेसनको डिसएडभान्टेज भनेपछि चाहिँ यसले चाहिँ वाटर पोल्युसन हुन्छ। सिपेज अफ हाइड्रेट द्याट एज
बिन अप्लाइड टु सोइल फर्म अफ फर्टिलाइजर कजेज वाटर, यसले चाहिँ वाटर पोल्युसन हुने भयो एउटा, पानी फोहोर हुने भयो, फर्मेसन अफ मार्सी ल्यान्ड हुने भयो, अनि कोल्ड एन्ड ड्याम्प वाटर हुने भयो, लस अफ भ्यालुएस, ल्यान्डको चाहिँ भ्यालु घट्ने भयो, राइजिङ अफ वाटर टेबल विच मे लिड द वाटर लगिङ, अब पानी जम्ने प्रब्लमहरू आउने भयो, त्यसै चिसनहरू बढ्ने भयो, यस्तै कुराहरू चाहिँ हो। अब एसिड जोन एरिड जोन रिजन र सेमी एरिड रिजन। एरिड रिजन अथवा एरिड जोन भनेको के हो त? रिजन इन विच विथआउट इरिगेसन नो क्रप्स क्यान बी ग्रोन इज कल्ड एरिड रिजन। रिजन इन विच विथआउट इरिगेसन, बिना पानी चाहिँ क्रप्सहरू चाहिँ ग्रोन हुन्न। अनि सेमी रिजन भनेको रिजन इन विच सम इन्टेरियर क्रप्स क्यान बी ग्रोन, केही चाहिँ उत्पादन हुन्छ पानी बिना पनि अथवा इरिगेसन बिना नि, त्यसलाई चाहिँ सेमी एरिड भन्छ। अब हामी एमसिक्यूमा जाऊँ फेरि। ल्यान्ड अर एरिया द्याट ल्याक सफिसियन्ट वाटर फर क्रप प्रोडक्सन विथआउट इरिगेसन इज, त्यसलाई चाहिँ एरिड रिजन भन्छ। अहिले भर्खर हामीले पढेको इरिगेसन इज बेसिकल्ली रिक्वायर्ड इन एरिड रिजन। अप्सन ए, अप्सन बी सेमी एरिड रिजन, अप्सन सी ह्युमिड रिजन, अप्सन डी अल द एबभ हुन्छ। अब चाहिँ केही यो चाहिँ जिकेको लागि काम लाग्न सक्छ है नोटहरू। फर्स्ट इरिगेसन क्यानल इज चन्द्र क्यानल अफ सप्तरी डिस्ट्रिक्ट इन विच वाज कन्स्ट्रक्टेड इन 1985 बिएसमा अथवा 1928 एडीमा चाहिँ भएको थियो पहिलो चाहिँ इरिगेसन क्यानल नेपालको। अनि त्यसपछि फर्स्ट इरिगेसन डेभलपमेन्ट पोलिसी वाज डेभलप्ड इन इयर 2049, 2049 सालमा चाहिँ नेपालमा चाहिँ पहिलो सिँचाइ विकास पोलिसी चाहिँ सुरुवात भएको थियो। अनि करेन्टली इरिगेसन डेभलपमेन्ट पोलिसी 2070 इज, अहिले चाहिँ हामी इरिगेसनको पोलिसी चाहिँ 2070 सालमा बनेको चाहिँ हेरिरहेका छौँ अथवा युज गरिरहेका छौँ, त्यही पोलिसी नै हामी युज गर्छौँ अहिले। वाटर लगिङ भनेको चाहिँ के हो त? अब वाटर लगिङ भनेको पानी जम्नु। कसरी जम्छ त पानी भने चाहिँ राइज अफ वाटर टेबल टप बाई सेचुरेसिङ रुट जोन अफ प्लान्ट इज कल्ड एज वाटर लगिङ। अनि त्यसपछि अर्को एमसिक्यू छ, यहाँ चाहिँ फिगर हेर्न सक्नुहुन्छ। वाटर टेबलबाट चाहिँ रुट जोन छ भने त वाटर लगिङ चाहिँ त्यसरी हुन्छ। अनि वाटर लगिङ occurs when water table rises, option A with 1 meter below ground level, option B within 2 meter below ground level, option C within 3 meter below ground level, option D up to root zone। यसको एन्सर चाहिँ अप टु रुट जोन हुन्छ, किनकि यहाँ फिगरमा अलरेडी देखाएको छ रुट जोन भन्दा तल चाहिँ वाटर टेबल हुन्छ, त्यहाँ चाहिँ वाटर लगिङ हुन्छ। अनि वाटर लगिङ occurs when वाटर टेबल राइजेस, तलदेखि माथि अप टु टप हुने भयो है। अनि विदिन 1 मिटर बिलो, अप्सन ए, अप्सन बी चाहिँ विथ 2 मिटर बिलो ग्राउन्ड लेभल, अप्सन सी अप टु टप, अप्सन डी अप टु रुट जोन। अप टु टप हुने भयो फेरि रुट जोन होइन, अप टु टप हुने, यहाँ चाहिँ माथि जाने हो। त्यसपछि छ सेलिनिटी अफ सोइल। द प्रोसेस अफ इन्क्रिजिङ साल्ट कन्भर्जेसन अफ सोइल इज नोन एज सेलिनिटी अफ सोइल। अब चाहिँ साल्टको कन्जर्भेसनलाई चाहिँ इन्क्रिज गर्नुलाई चाहिँ सेलिनिटी अफ सोइल भनिन्छ। यसले चाहिँ हार्मफुल साल्ट that comes up during water logging is sodium carbonate, and maximum permissible salt concentration for production is 2000 ppm, and maximum permissible boron concentration for crop production is 2 ppm। अनि इफ्लोरेसेन्स भनेको के हो त? अब इफ्लोरेसेन्स भनेको चाहिँ अब व्हाइट प्याचेसहरू आउनु अथवा के भन्छ त्यसलाई, कणहरू, भुवाका कणहरू जस्तै निस्किनुलाई। द फर्मेसन अफ व्हाइट प्याचेस अफ साल्ट on the ground surface after water logging is called efflorescence। वाटर लगिङ भइसकेपछि त्यहाँ चाहिँ व्हाइट प्याचेसहरू, सेता सेता ती डल्लाहरू जस्तो सानो सानो कणहरू देखिन्छ भने त्यसलाई चाहिँ इफ्लोरेसेन्स भनिन्छ। अनि लिचिङ भनेको के हो त? लिचिङ इज द प्रोसेस बाई विच सोइल इज मेड फ्री फ्रम साल्ट बाई वासिङ इट अफ विथ वाटर। पानीले चाहिँ त्योबाट साल्टलाई चाहिँ अब वास गर्नुलाई चाहिँ जिप्सम भन्छ, यसरी लिचिङ भन्छ। यो चाहिँ जिप्सम एड गरेर चाहिँ लिचिङ गर्ने काम गरिन्छ। रिक्लिमिनेसन अफ सोइल, इट इज द प्रोसेस अफ मेकिङ एन अनफिट ल्यान्ड फिट फर कल्टिभेसन। अब अनफिट ल्यान्डलाई चाहिँ फिट बनाउने कल्टिभेसनको लागि। अर्को एमसिक्यूमा जाउँ। अब साल्ट प्रेजेन्ट इन सोइल हार्मफुल फर कल्टिभेसन इज, यसलाई चाहिँ सोडियम कार्बोनेट हुन्छ है। सोडियम कार्बोनेट चाहिँ सोइलमा आयो भने चाहिँ त्यो हार्मफुल हुन्छ। त्यसपछि वाटर लगिङ रिजल्ट फ्रम, वाटर लगिङ रिजल्टमा ओभर इरिगेसन भयो भने आउँछ कि
इनएक्युरेट ड्रेनेज भएर पनि आउँछ अनि सिपेज फ्रम एडजोइनिङ एरियाबाट चाहिँ सिपेज भयो भने वाटर लगिङ चाहिँ हुने गर्दछ। अर्को एमसिक्यू गरौँ। विच अफ द फ्लोइङ इज रेमिडियल अथवा मेजर अफ वाटर लगिङ? लोअरिङ FSL of canal, option A. Option B, good drainage system. Option C, installation of lift irrigation system. Option D, quick disposal of rainwater. यसको चाहिँ सही आन्सर हो लोअरिङ FSL of canal। अर्को एमसिक्यू हेरौँ। अल्कालाइन सोइल आर द बेस्ट रिक्लेन्ड बाई? Option A, leaching. Option B, addition of gypsum in leaching water. Option C, good drainage system. Option D, gypsum। यसको चाहिँ सही आन्सर हो एडिसन अफ gypsum in leaching water। यसले चाहिँ अल्कालाइनलाई चाहिँ सुधार्छ। म्याक्सिमम पर्मिसिएबल साल्ट कन्सन्ट्रेसन फर क्रप प्रोडक्सन इज? यसको अप्सन ए 1500 ppm, अप्सन बी 2000 ppm, अप्सन सी 2500 ppm, अप्सन डी 3000 ppm। यसको सही आन्सर हो अप्सन बी 2000 ppm। लिभेज भनेको चाहिँ खेतको आली, जो खेत लगाउँदाखेरि हामीले पानी जम्मा गर्नको लागि लगाउँछौँ नि, त्यसलाई चाहिँ आली भन्छ है, लिभेज भन्छ इङ्ग्लिसमा। अनि अब इरिगेसन गर्ने तरिकाहरू, मेथड अफ इरिगेसन के छन् त? फायर फ्लोडिङ, अनि वाइल्ड फ्लोडिङ, बोर्डर स्ट्रिप फ्लोडिङ मेथड, अनि चेक एरिया फ्लोडिङ मेथड, बेसिन फ्लोडिङ मेथड, त्यसपछि फुरो इरिगेसन मेथड, यिनीहरू चाहिँ इरिगेसनका मेथडहरू हुन्। अनि त्यसपछि ड्रिप अथवा ट्रिकल मेथड अफ इरिगेसन, त्यसपछि स्प्रिङ्कलर इरिगेसन मेथड, यिनीहरू चाहिँ मेथड अफ इरिगेसन भयो। यिनीहरू चाहिँ हामीले डिप्लोमा पढ्दाखेरि नि पढेको थियो होला, याद छ होला हजुरहरूलाई। त्यसपछि फ्री फ्लोडिङ अथवा वाइल्ड फ्लोडिङ भनेको चाहिँ के हो त? वाटर एलो टु अनकन्ट्रोल, फ्रीली चाहिँ कसैको कन्ट्रोल नभएर आफ अनकन्ट्रोल फ्लोडिङ अथवा वाइल्ड फ्लोडिङ हुनु चाहिँ डाइरेक्ट फ्रीली, त्यहाँ चाहिँ कुनै पनि बाँध हुन्न, सिधै जान्छ। अनि यो चाहिँ फ्ल्याट रोलिङ ल्यान्डको लागि चाहिँ सुइटेबल हुन्छ। अनि चाहिँ क्लोज ग्रोइङ क्रप्सहरूको लागि चाहिँ, जस्तै धानको लागि चाहिँ फ्री फ्लोडिङ चाहिँ सजिलो हुन्छ। अनि त्यसपछि बोर्डर स्ट्रिट, बोर्डर भन्ने बित्तिकै दुईटा बिचको डिभाइड लाइनभित्र चाहिँ गर्ने हो। यो चाहिँ जस्तै धानको लागि पनि सजिलो हुन्छ। अनि लङ्गिट्युड स्लोप चाहिँ यसको 0.5 to 1.5 चाहिँ हुन्छ। अनि त्यसपछि चेक एरिया भनेको चाहिँ नेपालमा चाहिँ सबैभन्दा बढी युज हुन्छ चेक एरिया। अनि चाहिँ सुइटेबल सिरियल क्रपको लागि युज हुन्छ। ल्यान्ड इज डिभाइडेड इन्टु सानो सानो भागमा चाहिँ डिभाइड गर्ने अनि सिँचाइ गर्ने भन्ने हुन्छ। अनि यसमा चाहिँ बेसिन फ्लोडिङ भनेको चाहिँ मोस्ट सुइटेबल मेथड अफ आर्चार्ड फार्मिङ अर गार्डनिङको लागि चाहिँ सजिलो हुन्छ। बेसिन आर मेड अराउन्ड 1 or more ट्री इन सेप अफ स्क्वायर, सर्कुलर इटिसी, बट सर्कुलर इज मोर कमन अफ रिङ बेसिन मेथड। सर्कुलर चाहिँ बढी युज हुन्छ। यहाँ चाहिँ फिगर हेर्न सक्छौँ हामीले बेसिन फ्लोडिङ मेथडको। त्यसपछि फुरो इरिगेसन मेथड, यो चाहिँ मोस्ट सुइटेबल मेथड हो इरिगेसनको लागि। जस्तै पोटाटो, सुगर क्यान, अनियनहरू लगाउँदाखेरि चाहिँ एक ठाउँमा जम्मा हुने, आली बनाउने, फेरि जम्मा हुने, आली बनाउने। अनि फुरो अथवा डिचेज चाहिँ यसले चाहिँ पानीलाई चाहिँ केही समय त्यहाँ चाहिँ लामो समयसम्म रहन सक्छ। यसले चाहिँ सजिलो हुन्छ इरिगेसन, केही डेली गर्नु पर्दैन यसरी इरिगेसन गर्यो भने। यसले चाहिँ वेटेड एरिया 20%, 50% त्यसरी चाहिँ गर्छ। डेप्थ अफ फुरो चाहिँ लगभग 8 cm देखि 30 cm सम्म राखिन्छ यो 400 मिटर लङको एरियामा। मल्टिपल चोइस क्वेसन हेरौँ फेरि। विच इरिगेसन मेथड इज सुइटेबल फर सिरियल क्रपको लागि चाहिँ हामीले चेक इरिगेसन मेथड चाहिँ युज गर्ने गर्दछौँ। विच इरिगेसन मेथड इज सुइटेबल फर फ्ल्याट रोलिङको लागि चाहिँ फ्री। अनि इन विच इरिगेसन मेथड फिल्ड इज डिभाइडेड इन्टु लार्ज स्ट्रिप्स सेपरेटेड बाई लो लिभ्स भनेपछि यो चाहिँ बोर्डर इरिगेसन मेथड युज गर्छौँ। अनि विच इरिगेसन मेथड इज सुइटेबल फर पर्मिएबल सोइलको लागि चाहिँ हामीले स्प्रिङ्कलर युज गर्छौँ। बिकज अफ लार्ज स्ट्रिम डिस्चार्ज विच इरिगेसन मेथड इज सुइटेबल फर पर्मिएबल सोइल। अब लार्ज स्ट्रिम डिस्चार्ज छ भने चाहिँ हामीले चेक इरिगेसन युज गर्छौँ। अनि विच इरिगेसन मेथड इज सुइटेबल फर अर्चार्ड फार्मिङको लागि चाहिँ बेसिन युज गर्छौँ। त्यसपछि चाहिँ हाम्रो अर्को ड्रिप अथवा ट्रिकल मेथड अफ इरिगेसन। वाटर इज अप्लाइड ड्रप बाई ड्रप डाइरेक्टली इन प्लान्ट। अब जरा जरामा चाहिँ चुहाएर अथवा थोपा सिँचाइ चाहिँ भन्दैछ यसलाई। अनि त्यसै दिस मेथड एज हाइएस्ट वाटर एप्लिकेसन इफिसियन्सी अफ मोर देन 90%। यसमा चाहिँ वाटर एप्लिकेसन इफिसियन्सी चाहिँ 90% भन्दा बढी हुन्छ।
सुइटेबल फर एनी जस्तो सुकै ल्यान्ड टोपोग्राफीको लागि पनि सुइटेबल हुन्छ। मोस्ट सुइटेबल मेथड इन वाटर सोर्स एरिया, पानी कम भएको ठाउँमा चाहिँ यो धेरै सजिलो हुन्छ, किनकि प्रत्येक बोटको जरा जरामा चाहिँ यसमा हालिन्छ, पुरै चाहिँ जमिन चाहिँ सिँचाइ गरिन्न। अनि सुइटेबल फ्रुट फलफुलहरूका लागि अनि भेजिटेबल तरकारीहरूका लागि चाहिँ सजिलो हुन्छ। तर यो एरेन्जमेन्ट गर्नको लागि चाहिँ यसको चाहिँ हाई इनिसियल कस्ट लाग्ने गर्छ। अब स्प्रिङ्कलर इरिगेसन मेथड भनेको चाहिँ यो चाहिँ पानी स्प्रे गरेर चाहिँ आर्टिफिसियल रेन बनाएर चाहिँ इरिगेसन गर्ने तरिका हो। यसमा चाहिँ वाटर एप्लिकेसन एफिसियन्सी चाहिँ 80 to 85% हुन्छ। यो पनि जस्तो सुकै ल्यान्ड टोपोग्राफीको लागि चाहिँ सुइटेबल हुन्छ भने यसमा चाहिँ सुइटेबल वाटर सोर्स चाहिँ प्रेसरमा हुनुपर्छ है। अलि प्रेसरमा चाहिँ आर्टिफिसियल रेन बनाएर चाहिँ यसलाई इरिगेसन गरिन्छ। अनि प्रेसर अफ रोटेटिङ हेड इज 1.5 kg/cm² to 2.1 kg/cm² हुनुपर्दछ। अनि यो चाहिँ सुइटेबल चाहिँ फ्रुटहरू अनि भेजिटेबल, टी, कफी इटिसीको लागि चाहिँ यो सुइटेबल हुन्छ भने लाइट सोइल अनि स्यान्डी सोइलको लागि चाहिँ यो सुइटेबल हुन्छ। अनि स्ट्रङ वाइन्ड डिस्ट्रिब्युट्स स्प्रिङ प्याडरले चाहिँ हावाको माध्यमबाट आर्टिफिसियल रेन बनाएर चाहिँ इरिगेसन गर्ने गरिन्छ। अनि त्यसपछि स्प्रिङ्कल मेथड इज नट सुइटेबल फर चाहिँ स्यान्डी सोइल, अप्सन ए, अप्सन बी लाइट सोइल, अप्सन सी हाई पर्मिएबल सोइल, अप्सन डी लो इनिसियल रेड सोइल। यसको अप्सन डी चाहिँ सही एन्सर हो, लो इन्फिल्ट्रेसन रेड सोइल। अनि क्वेसन नम्बर 2, विच इरिगेसन मेथड एज हाइएस्ट वाटर एप्लिकेसन एफिसियन्सी। अब चाहिँ ड्रिप इरिगेसन मेथडमा चाहिँ हाइएस्ट वाटर एप्लिकेसन एफिसियन्सी हुन्छ अरूभन्दा। विच इरिगेसन मेथड इज सुइटेबल फर वाटर सोर्स एरिया, वाटर स्केयर, पानी नभएको ठाउँमा चाहिँ ड्रिप इरिगेसन, किनकि जरा जरामा उहाल्दाखेरि चाहिँ पानी पनि कम खर्च हुन्छ र वाटर इफिसियन्सी पनि इरिगेसनको वाटर इफिसियन्सी चान्सेस पनि 90% भन्दा बढी हुने गर्दछ। अनि विच इरिगेसन मेथड इज सुइटेबल इन वाटर स्केयर एरिया विथ प्रेसर छ भने चाहिँ स्प्रिङ्कलर थोपा सिँचाइ। अनि विच इरिगेसन मेथड इज सुइटेबल फर स्ट्यान्डिङ क्रप इन स्यान्डी सोइल, स्यान्डी सोइलको लागि चाहिँ फेरि स्प्रिङ्कलर है। अनि वाटर स्केयर भएको ठाउँमा पनि स्प्रिङ्कलर। अनि ड्रिप इरिगेसन सुइटेबल चाहिँ जस्तो सुकै ठाउँमा पनि हुन्छ ड्रिप इरिगेसन, अनइभेसन ल्यान्ड, अन्डुलेटेड ल्यान्ड, इरेगुलर ल्यान्ड अनि अल द एबभमा। अब क्लासिफिकेसन अफ इरिगेसन, क्लासिफिकेसन अफ इरिगेसन चाहिँ हामी अर्को भिडियोमा हेर्नेछौँ। अर्को भिडियो हेर्नु भन्दाखेरि चाहिँ तपाईँहरूले च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। भिडियो कस्तो लाग्यो कमेन्ट पनि गरिदिनु होला। र यो नोटहरू चाहियो भने चाहिँ हाम्रो वाट्सएप नम्बर छ डिस्क्रिप्सनमा दिएको, त्यहाँ चाहिँ मेसेज गर्नु होला। तपाईँ हामीले ग्रुपमा नि जोइन गरिदिन्छौँ। र भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क्स फर वाचिङ। सी यू इन नेक्स्ट भिडियो।